नमस्कार, म बिना सिलवाल कोपिला नेपालको संस्थापक उपाध्यक्ष अहिले चाहिँ कार्यकारी निर्देशकको पदमा रहेर काम गरिराखेको छु। हामी कोपिला नेपालले चाहिँ समुदायमा आधारित थुप्रै कार्यक्रमहरू महिला, बालबालिका, अपाङ्गता र मानसिक स्वास्थ्यको सवालमा चाहिँ गण्डकी प्रदेशभरि नै काम गरेका छौँ। त्यो सँगसँगै हामीले चाहिँ हाम्रो कार्यक्षेत्रभित्र भेटिएका यो घरायसी हिंसा, यौनजन्य दुर्व्यवहार, विशेष गरेर बलात्कारमा परेका महिला र किशोरीहरूको लागि चाहिँ संरक्षण गृहहरू सञ्चालन गरिरहेका छौँ। हामीले अहिले पनि 4वटा संरक्षण गृहहरू छ र त्यसमा चाहिँ 68 जना महिला र उहाँहरूबाट जन्मिनु भएको महिला भन्दा नि विशेष गरेर किशोरीहरू, बालिकाहरू, 18 वर्ष मुनिका छोरीहरू र उनीहरूबाट जन्मिएको बच्चाहरू चाहिँ हामीसँग अहिले रहिरहनु भएको छ भने अर्को चाहिँ यो मानसिक स्वास्थ्य समस्या भएर घर परिवार र समाजबाट परित्यक्त सडकमा जानुभएको महिलाहरूको पनि हामीले चाहिँ संरक्षण गरिरहेका छौँ। यही कार्यक्रमभित्रको यो कार्यक्रम चाहिँ हामीले सन् 2013 देखि 2070 सालदेखि चाहिँ निरन्तर रूपमा सञ्चालन गरिरहेका छौँ। यो सञ्चालन गर्ने क्रममा हामीसँग थुप्रै बलात्कारमा परेर हैन, यौनजन्य दुर्व्यवहारमा परेर अनि त्यसलाई चाहिँ यो छोरीकै गल्ती हो, यही नराम्रो हो, यसैले यसो गरेकी हो भनेर परिवारले आरोप लगाएर परिवारमा बस्न, आफ्नै जन्म दिने बाबाआमाले बस्न नदिएको, आफ्नै समाजमा बस्न नदिएको केसहरू चाहिँ हामीसँग थुप्रै छ। त्यो मध्येको प्रतिनिधि पात्रहरू केही छोरीहरू र केही चाहिँ महिलाहरूले चाहिँ यहाँ 4-5 जना महिला र छोरीहरूले आफ्नो वास्तविक कथाहरू हजुरहरूको अगाडि चाहिँ प्रस्तुत गर्नुहुन्छ। यसमा व्यक्ति कसैले कहीँबाट आवाज अथवा केही हावभावबाट चिन्नुभयो भने पनि यसलाई सार्वजनिक नगरिदिनु हुन चाहिँ म अनुरोध गर्छु, किनभने उहाँहरूको जिन्दगी धेरै लामो छ। उहाँहरूको फेस नदेखाइकन हामी कार्यक्रम गर्छौँ। यद्यपि कतै हजुरलाई शङ्का लाग्यो भने यो फलानु हो कि भनेर चाहिँ आवाज चाहिँ ननिकालिदिनु होला, त्यसको बारेमा बाहिर नल्याइदिनु होला र केही बुझ्नै मन लाग्यो भने यहाँहरू कोपिला नेपालकै सम्पर्कमा आएर हामीसँग नै जानकारी लिन सक्नुहुन्छ। यो अनुरोध गर्न चाहन्छु। हुन्छ, हजुरहरूलाई म यो एकदम अपिल पनि गर्न चाहन्छु। हामीले संरक्षण दिइरहेका छोरीहरू, महिलाहरू र उहाँहरूबाट जन्मिएको आश्रित बालबालिकाहरूको लागि दीर्घकालीन सहयोग गर्नको लागि हामीसँग खासै स्रोतहरू हुँदैन। अहिले पनि हामीलाई 23 जनाको लागि सहयोग गर्न चाहिँ एउटा संस्थाले CWS हङकङले सहयोग गरिराखेको छ, राइट फर चिल्ड्रेन र CWS हङकङले भने अरू सहयोग चाहिँ हामीले सबै स्थानीय तहबाट रोटरी, लायन्सहरूले आएर खानाहरू खुवाइदिनुहुन्छ, बर्थडेहरू मनाउनुहुन्छ, त्यस्तो सानो कार्यक्रमहरूबाट चाहिँ हामीले सञ्चालन गर्नु परिरहेको छ। कति सेकेन्ड ह्यान्ड डोनेसन कपडाहरू लिएर हामीले चलाउनु परिरहेको छ। अनि ती छोरीहरू सबैको आवश्यकता त आवश्यकता नै हो हैन, सबै कुरा सबैलाई चाहिन्छ, आफूसँग छैन भने त्यो झन् धेरै चाहिन्छ। त्यसले गर्दाखेरि उहाँहरूको आधारभूत आवश्यकता पुरा गर्न पनि हामीलाई धेरै गाह्रो भएको छ भने कति छोरीहरू SC पास गर्नुहुन्छ, 12 क्लास पास गर्नुहुन्छ, फर्दर एजुकेसनमा जान चाहनुहुन्छ, त्यति बेला पनि उहाँहरूलाई चाहिँ सहयोगको एकदमै खाँचो परिरहेको हुन्छ। त्यसर्थ हजुरहरूले व्यक्तिगत रूपमा आफ्नो संस्थाबाट अथवा आफ्नो साथी सङ्गी सर्कल, देश विदेशमा रहने कसैबाट पनि यदि त्यस्तो सहयोग गरिदिन सक्नुभयो भने चाहिँ म सम्पूर्ण हाम्रो सेवाग्राही छोरीहरू, बहिनीहरू र नानी बाबुहरूको तर्फबाट यहाँहरूलाई आभार व्यक्त गर्न चाहन्छु। कृपया त्यस्तो सहयोग केही मिल्छ भने हजुरहरूले हातेमालो गरिदिनु होला। यो मानवता हो, मानवताभित्र सधैँ सँगै भएर नै केही प्राप्ति गर्न सकिन्छ। हामीले केही गरेका छौँ, हजुरहरूले केही सहयोग गरिदिनु भयो भने त्यसले चाहिँ एउटा अबोध बालिकाहरू, महिलाहरू र किशोरीहरूको जीवन बचाउनमा चाहिँ सहयोग पुग्छ। यो अनुरोध गर्न चाहन्छु। धन्यवाद।